शिक्षक सङ्घका सभापति सिनियर प्रोफेसर पौडेल सर, लेखा प्रमुखज्यू, कर्मचारी प्रशासन प्रमुखज्यू र क्याम्पसलाई आफ्नो विभागबाट सेवानिवृत्त भएर पनि अत्यन्त नजिकबाट माया गर्ने, देखुने माया गर्ने आदरणीय गुरु कृष्ण पौडेल पत्नी राधा पौडेलले, त्यसै गरी तीर्थ अधिकारी छात्रवृत्तिका प्रतिनिधि साहित्यकार मित्र असफल गौतमज्यू, नेपाली विभागका विभागीय प्रमुखज्यूहरू, पूर्व सहायक क्याम्पस प्रमुख मिन्द्र धम्साल सर र आज छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थी पौडेल पर्नुभएको छ, रमाकान्त पौडेल, लक्ष्मीता पौडेल बहिनी, सबैलाई म एकदम धेरै धन्यवाद दिन चाहन्छु। वास्तवमा छात्रवृत्ति स्थापना गर्नु दुईवटा पक्ष महत्त्वपूर्ण हुन्छ। एउटा उहाँको दानशीलता अथवा एउटा आफूले जुन संस्थामा लामो समयसम्म काम गर्नुभयो त्यो संस्थामा जीवन्त रूपमा रहिरहने, कृष्ण सरले अगाडि भने जस्तै कृष्ण सर धेरै किसिमले यो विभागसँग जोडिराख्नु भएको छ। लगभग सेवानिवृत्त होइन कि जस्तो हुन्छ, कहिलेकाहीँ सेवानिवृत्त कार्यक्रम, कहिलेकाहीँ यस्ता कार्यक्रम प्रायः झोला बोकेर यही क्याम्पसको फेरिफेरिमा देखिराख्न पाइन्छ। यो अत्यन्त गौरवको कुरा पनि हो। विभागलाई एउटा छात्रवृत्ति रकम प्रदान गरेर विद्यार्थीलाई प्रेरणा दिने कामले यहाँले जुन काम गर्नुभएको छ, यसको लागि कृष्ण पौडेल सर उहाँको परिवारप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यसै गरी तीर्थ अधिकारी जो हाल नेपालमा नभएर पनि नेपाल र नेपालीप्रति र नेपाली भाषाप्रति उहाँको जुन किसिमको योगदान, माया, ममता छ त्यसले पनि देखाएको छ। उहाँहरूले नेपाली भाषाप्रति जुन सद्भाव राख्नुभएको छ, उहाँको वैदेशिक जीवन भए पनि सफलताको कामना म गर्न चाहन्छु। र हामीले अस्ति भर्खर कृष्ण क्याम्पसले आफ्नो वार्षिक उत्सव मनाइराख्दाखेरि थुप्रै छात्रवृत्ति वितरण भए। त्यो छात्रवृत्तिमा पनि अधिकांश यहीँका विभागका साथीहरू, जस्तो बालगोपाल माते सरले मृत्यु विभागका छात्र राख्नुभएको छ। त्यस्तै गरी कृष्ण भारती छात्रवृत्ति अर्थशास्त्र विभागमा राखिएको रहेछ। राजनीति शास्त्रमा दुईवटा छात्रवृत्तिका रकमहरू छ। एउटा सिर्जना साहित्यले स्थापना गर्नुभएको, अर्को हाम्रै यहाँका पूर्व क्याम्पस प्रमुख गणेश बहादुर गुरुङ सरले स्थापना गर्नुभएको। र जहाँ आफूले सेवा गर्ने मौका पायौँ, अथवा त्रिभुवन विश्वविद्यालयलाई, विज्ञान क्याम्पसलाई हामीले केही दिएका छैनौँ। हामीले यसबाट लिएका छौँ। मैले यहीँबाट जागिर खाएँ, यहीँबाट आफ्नो जीवन, हामी सबैले भनौँ यहीँबाट जागिर खायौँ, यहीँबाट आफ्नो जीवन बनायौँ, छोराछोरी पढायौँ, सबको घर बनायौँ, सम्पत्ति केही अरूसँग प्रतिस्पर्धी होइन, एउटा सादगी जीवन बिताउने जुन किसिमको एउटा हामीलाई परिचय दियो त्यो क्याम्पसले दिएको, त्रिभुवन विश्वविद्यालयले दिएको। यस अर्थमा आफूले काम गरेको संस्थामा अझै लामो समयसम्म निरन्तरता राख्ने किसिमले जुन छात्रवृत्तिहरू स्थापना गर्नुभएको छ, यो लगायत पृथ्वी क्याम्पसमा जुन छात्रवृत्ति कोष स्थापना गर्ने सबैप्रति यस अवसरमा म उहाँहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र अब नेपाली भाषाको भविष्यको कुरा, नेपाली भाषाको कुरा, विद्यार्थीको बाध्यताको कुरा धेरै फरक छ। मैले बिएड तहमा अभ्यास शिक्षणमा हेर्दाखेरि लगभग कलेजमा आउने विद्यार्थी 1/4 कम हुन्छ, क्लासमा रेगुलर आउने विद्यार्थी 1/4 कम हुन्छ। अनि त्यो अहिले फेरि मेथड अफ टिचिङ प्र्याक्टिसलाई चाहिँ एउटा लोडमै राखेको छ। वर्षभरि त्यसको लोड पढाउने, नम्बर दिने भनेर भनेको छ। विद्यार्थी आउन सक्दैनन्। अनि परीक्षाको बेलामा जुन बेला फर्म भर्ने बेला भयो, अभ्यास शिक्षणमा जानुपर्ने बेला भयो, विद्यार्थी कतिपय बच्चा च्यापेर गौभरि आँसु बोकेर पनि आउँछन्। अनि साथीहरूले के भन्नुहुन्छ, होइन र त्यो उहाँहरू आउनुभएकै थिएन, दिने होइन। तिनै विद्यार्थीले फेरि उत्कृष्टता हासिल गरेका हुन्छन्। त्यस अर्थमा अब हाम्रो जुन प्रविधिको विकास भएको छ, साधन स्रोतको विकास भएको छ। हिजो हाम्रो पालामा भनौँ, म पनि 40-45 सालमा यहाँको विद्यार्थी भएको हुनाले त्यो बेला हामीले सानो चिट बनाएर चाहिँ आउने बित्तिकै 10 बजी आउने बित्तिकै क्याम्पसमा लाइब्रेरीमा एउटा चिट बनाएर किताबको लागि नाम दिन्थ्यौँ। किताब पढ्दा हामीले चिट्टा पढे जस्तै हुन्थ्यो। अनि सरहरूले पढाएर पुरै कपी गरेर लेख्ने, अनि घर गएर फेरि यहाँ रफ लेख्ने, घर गएर सफ लेख्ने, रातो मसीले माथि घर गएर रातो मसीले टपिक लेख्ने, लेख्दा लेख्दै एक किसिमले कण्ठ पनि हुन्थ्यो कि त्यो बानी राम्रो पनि रहेछ। किनभने यहाँ पनि पढ्यो, घरमा गएर पनि पढ्यो गर्दाखेरि त्यो रिभिजन पनि हुँदो रहेछ, परीक्षामा पनि राम्रा नोटहरूको आदान प्रदान हुने गर्थ्यो। अब अहिले तपाईँलाई धेरै सुविधा छ। अब अनलाइन क्लास लिन पाइएको छ, पुस्तकहरू जताततै छन्। सुतेर युट्युबमा क्लास सुन्छु भने पनि पाइन्छ अहिले त, होइन? सुतेर म सुत्छु, थाकेको छु सुत्छु, अनि पढ्छु भने पनि उताबाट पढिराखेको सुन्न पाइन्छ। त्यसकारण साधनहरूको उपयोग गरेर, प्रविधिको उपयोग गरेर तपाईँहरूले क्लासमा विष्णु सरले अत्यन्त मार्मिक कुरा भन्नुभयो। उहाँले त आज पहिलोपल्ट देखेँ, तर पनि पुरस्कृत हुनुभयो, उत्कृष्टता हासिल गर्नुभयो। यसमा मलाई पनि कता कता दुविधा बनाइ भन्ने कि नभन्ने, धन्यवाद भन्ने कि नभन्ने, तर पनि प्रविधिको प्रयोग गरेर तपाईँले जुन क्षमता आर्जन गर्नुभयो यसले निरन्तरता आउने नै छ आगामी दिनमा पनि। अघि अस्पतालजीले भने जस्तै पुरस्कार रकम ठुलो सानो कुरा होइन, भौतिक कुराहरू यी नाशमान छन्। तपाईँले पाएको जुन समाजमा आज जुन पाएको एउटा चाहिँ सम्मान छ, यो सम्मान महत्त्वपूर्ण कुरा हो। यो त दोस्रो सेमिस्टरको रहेछ, चुनौती पनि रहेछ।
मैले किन चुनौती ठाने भन्दा अहिले दोस्रो सेमिस्टरको पुरस्कार रहेछ। तेस्रो र चौथोमा तपाईँहरूलाई एकदम चुनौतीपूर्ण छ। यो चुनौतीलाई तपाईँले सामना गर्न सक्नुहोस्। आउने वर्षका तेस्रो चौथो सेमिस्टरमा पनि उत्कृष्टता हासिल गर्नुहोस्, यो शुभकामना दिन चाहन्छु। र अन्तमा यति सभ्य भव्य कार्यक्रममा यत्रो विद्वत व्यक्तिहरूको अगाडि मलाई पद्मश्रीको रूपमा आमन्त्रण गरेर यहाँले जुन शुभकामना व्यक्त गर्ने मौका दिनुभयो, नेपाली विभागप्रति मैले धन्यवाद दिँदै यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने क्रममा केही अप्ठ्यारा केही समस्याहरू छन् भने विभाग यहाँहरूसँग क्याम्पस प्रशासन यहाँसँग सामिप्यमा छ। नेपाली विभाग आफैमा उत्कृष्ट छ भन्ने कुरा सरले भन्नुभयो। यसको यो व्यवस्थापन, पुस्तकालयको निर्माण हामीले हामीसँग भएका साधनहरूको उपयोग गर्न सक्यौँ भने विद्यार्थीलाई भरपुर चाहिँ ऊर्जा दिन सक्ने गुरुहरू हुनुहुन्छ। तपाईँहरू जति कक्षामा आएर गुरुहरूको कुरा सुन्नुहुन्छ त्यो धेरै प्रभावकारी हुन्छ, किनकि गुरुहरूले 1 घन्टा पढाउँदाखेरि कम्तीमा नि केही न केही विषय तयारी गरेर आउनुभएकै हुन्छ। उहाँहरूको विद्वता तपाईँमा हस्तान्तरण गर्न सक्यो भने यो अझ उर्वर अझ उपयोगी हुन्छ। अहिले नेपाली भाषामाथि धेरै चुनौतीहरू च्यालेन्जहरू छन्। अघि उहाँले भने जस्तै इङ्ग्लिस नम्बर किन अङ्ग्रेजीमा गर्नु पर्यो, हामी अङ्ग्रेजीको अरू भाषाको दबावमा प्रभावमा परेका छौँ। बोर्डिङ स्कुलमा गयो अङ्ग्रेजी मात्रै बोल्ने, नेपाली भाषै बोल्न जानेको छैन, नेपाली लेख्नै जानेको छैन। निवेदन लेखाउने श्री लेख्दाखेरि अगाडिबाट श्री लेखेका थुप्रै निवेदनहरू त्यहाँ आउँछन्। मैले यसो हेर्छु, यो श्री त यताबाट लेख्न हेर्दैन तिमीहरू भन्छ। डिप्लोमा पास गरेर विद्यार्थी निवेदन लेख्न जान्दैनन्। यो हाम्रो कमजोरी हो कि संस्थाको कमजोरी हो कि विद्यार्थीको लापरवाही हो कि यसमा अलिकति मसिनोसँग हामीले हेर्न पर्ने अवस्था चाहिँ छ। र हामीले भाषालाई जब भाषा हरायो, संस्कृति हरायो भने हामी पनि हराउँछौँ। थुप्रै देशमा हाम्रा छिमेकी भारतकै कतिपय राज्यहरूमा चाहिँ नेपाली भाषाप्रति उनीहरूको जुन माया ममता छ, लडिराख्नु भएको छ। हामीले त्यति लड्न सकेका छैनौँ। हामी यहाँ छौँ तर भाषालाई हामीले लडेका छैनौँ भने पनि जति अशुद्ध हामी लेख्दै जान्छौँ, अशुद्धता हुँदै जान्छ। बुढा नहुँदा शुद्ध होइन, भाषामा के कति अपभ्रंशहरू थपिँदै गएको छ। त्यो अपभ्रंशलाई जोगाउने काम नेपाली विभागले काम गर्नुपर्छ, गुरुहरूले काम गर्नुपर्छ, हामी सबैले काम गर्नुपर्छ र विद्यार्थीले काम गर्नुपर्छ। रोजगारीको क्षेत्रमा अब गतिलो पढाउन सक्ने, गतिलो काम गर्न सक्ने कसैलाई रोजगारीको अभाव चाहिँ नेपालमा अहिले छैन। तर उत्कृष्ट हुनु पर्यो। नेपाली, अङ्ग्रेजी, सामाजिक जुन विषय भए पनि सेवाका क्षेत्रहरू छन्। यहाँहरूको आगामी दिन अत्यन्त सुखमय होस् र अक्षयको दाताहरूलाई पनि यस्ता प्रेरणा होस्। गुरुलाई मैले फेरि नमन गरेँ। यस वर्ष एउटा पुरस्कार राशि थपिएको छ, अर्को वर्षमा अर्को पुरस्कार राशि थपियो भने धेरैले छात्रवृत्ति प्राप्त गर्ने मौका प्राप्त होस् भन्ने शुभकामना दिँदै मलाई यो मन्तव्य राख्ने मौका दिनुभएकोमा विभागप्रति हार्दिक आभार व्यक्त गर्दै बिदा हुन चाहन्छु।